रसमगन भई सो क्या गावे, बिचले बुध मन चित्त मनवा, ताए शब्द सीधा मुख क्यों आवे, ताए शब्द सीधा मुख क्यों आवे। रस मगन भई सो क्या गावे। निज वतनी शिरदार सुंदर शाह जी गुगलमा जुमको माध्यमबाट हरेक दिन बिहानको 6:30 बजेदेखि 7:30 बजेसम्म सञ्चालन हुने तारतम सागर वाणी प्रशिक्षण कार्यक्रममा नेपालको विभिन्न जिल्लाहरूबाट प्रतिनिधिको रूपमा जोडिन हुने सुन्दर साथजी, नेपाल बाहिर पनि विभिन्न देशहरूबाट प्रतिनिधिको रूपमा जोडिने सबै सुन्दर साथजीहरूलाई हार्दिक स्वागत गर्दै म कोटि कोटि प्रणाम गर्दछु। हामी निरन्तर 6 वर्षदेखि अनलाइन प्रशिक्षणमा छौँ। प्रविधिको सदुपयोग गर्दै घरैमा बसी बसी तारतम सागर ब्रह्मवाणीका चौपाईहरूको चिन्तन गरिरहेका छौँ। यो महत्त्वपूर्ण समय हाम्रो लागि हो। यसको माध्यमबाट हामीले नित्य पाठ गर्ने चौपाईहरूको अर्थ बुझ्न सकिरहेका छौँ। अनि यो जुमको 1 वर्षको प्याकेज किनेर हामी सबै सुन्दर साथीहरूको सेवामा अर्पण गर्नुहुने हाम्रा सेवाभावी आदरणीय रामकृष्ण सुनवारज्यूलाई पनि हामी धन्यवाद नदिइरहन सक्दैनौँ। उहाँलाई पनि राज्यको धेरै धेरै कृपा होस्, यही मङ्गल कामना गर्दै हामी किरन्तन ग्रन्थको प्रकरण 25 मा पुगेका छौँ। यसभन्दा अगाडि पनि हामीले धेरैवटा ग्रन्थहरूको चिन्तन मनन गरिसकेका छौँ। हामीले कलश गुजराती ग्रन्थको चिन्तन गर्यौँ। त्यसैगरी षट्ऋतुको चिन्तन गर्यौँ। फेरि प्रकाश गुजरातीको चिन्तन गर्यौँ। रासको चिन्तन गर्यौँ। अनि त्योभन्दा अगाडि पनि हामीले श्रृङ्गार ग्रन्थ, सिन्धी ग्रन्थ आदि ग्रन्थहरू, मार्फत सागर आदि ग्रन्थहरूको पनि चिन्तन मनन गरिसकेका छौँ। रात्रिकालीन समयमा कलश हिन्दुस्तानी ग्रन्थको पनि हामी चिन्तन गरिरहेका छौँ। प्राणधार सुन्दर साथजी यही सिलसिलामा किरन्तन ग्रन्थ यो 14 ग्रन्थको भूमिकाको रूपमा प्रस्तुत हुन्छ। यसका 2102 चौपाईहरूमध्ये 277 चौपाईको आनन्द हामीले लिइसकेका छौँ। अब हामी प्रकरण 25 मा पुगिसकेका छौँ। यसलाई रेकर्डिङको माध्यमबाट हजुरहरूले युट्युबमा पनि सुनिरहनु भएको छ। हरेक दिन जुममा प्रत्यक्ष र युट्युबमा जुनसुकै समयमा पनि हजुरहरूले संसारको जुनसुकै कुनामा बसेर पनि सुनिरहनु भएको छ। युट्युबबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने कहाँबाट सुन्दै हुनुहुन्छ अवश्य पनि प्रणाम लेख्नुहोला। यहाँ प्रकरण 25 मा एउटा यस्तो स्थितिको वर्णन गर्नुहुन्छ महामती प्राणनाथजी महाराज कि यो स्थितिमा
पुगिसकिसके पछाडि हामी परमात्मामा एकाग्र हुन्छौँ, तन्मय हुन्छौँ, रसमय हुन्छौँ। अब हाम्रो स्थिति, मनस्थिति, परिस्थिति सबै विचलित हुन्छ। हाम्रो गति, मति, रति परमात्माकै प्रतिबन्ध छ। त्यसकारणले गर्दा त्यो स्थिति संसारको मानिसहरूको स्थितिभन्दा भिन्न हुन सक्छ। हामीले संसारमा प्रेमको विषयमा धेरै कुरा सुन्दै आइरहेका छौँ। यही माथि प्रकरणमा पनि हामीले प्रेमको विषयमा चिन्तन गर्यौं। यही शब्द एक उठे अवनि में नहीं कोही नेह समाना, पहिचान पियूं त अक्षर आते ताइसी रहो लपटाना। हरेक आत्माहरूको ढुकढुकीबाट निक्लिने एउटै ध्वनि जसलाई प्रेम भनिन्छ, त्यो सत्य ध्वनि हो। जानेर नजानेर आत्माबाट एउटै पुकार प्राणीहरूले गरिरहेका हुन्छन्। प्रेम समान अर्को केही छँदै छैन। अनि प्रेमीहरूको लक्षणको विषयमा पनि हामीले धेरै कुरा सुनेका छौँ। प्रेम किया जाता है, कहा नहीं जाता भन्ने गरिन्छ। प्रेमलाई वर्णन गरेर सम्भव छैन, प्रेम त गरिन्छ भनिदैन भन्ने कुरा छ। प्रेमको लक्षणको चर्चा गर्दा अर्को लक्षण बताइन्छ, जसलाई हामी प्रेम गर्छौं साँच्चैकै उसलाई हामी प्रेम गर्छौं भने उसको कमी कमजोरीमा हेला भाव, घृणा भाव कहिल्यै पनि निक्लिँदैन। बरु सेवा भाव जागृत हुन्छ। अर्को, जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुँदैन, जहाँ नियम हुन्छ त्यहाँ प्रेम हुँदैन। Where there is love, there is no rule. यो खाले कुराहरू हामीले पहिलेदेखि सुनिरहेकै छौँ। शास्त्रमा पनि प्रेम हुँदाको लक्षण के हो भन्ने विषयलाई कसरी व्याख्या गर्नुहुन्छ भने, नयनम गलदश्रुधारया वदनम गदगदरुद्धया गिरा। आँखाबाट आँसु आउँछ अनि कण्ठ अवरुद्ध हुन्छ, शब्द निक्लिन सक्दैन। यस्तो स्थिति हुँदाखेरि प्रेम भएको मानिन्छ भनेर प्रेमको लक्षणको चर्चा गरिएको छ। अब बाणीभित्र प्रवेश गरेर हेर्ने हो भने प्रेमको विषयमा कहाँ चाहिँ व्याख्या गरिएको छैन प्राणधार सुन्दर साथजी। उसो त यो 14 ग्रन्थमा 18,758 चौपाई छ। हरेक चौपाईहरू नै प्रेममय हुन्। हुँदाहुँदै पनि विशेष विषयवस्तु र प्रेमलाई केन्द्रमा राखेर व्याख्या गरिएका चौपाईहरू अनेक छन्। जस्तो परिक्रमा ग्रन्थको कुरा गर्ने हो भने सबैभन्दा पहिले प्रेमको कुरा गरिएको छ। पहिलो प्रकरणमा अब कहूँ रे इश्क के बात, इश्क शब्दातीत साक्षात, जो कदी आविमिनी शब्द तो 14 तबक करी रद्द। ब्रह्म ईशक एक संग सुत वस्त वतन भंग, ब्रह्म सृष्टि ब्रह्म एक अंग ईशद आनंद तिरंग। परिक्रमा ग्रन्थको पहिलो प्रकरणको पहिलो र दोस्रो नम्बरको चौपाई। यहाँ मैले गन्दाखेरि 153 पटक प्रेम शब्दको उच्चारण भएको रहेछ। परिक्रमा ग्रन्थको पहिलो प्रकरणमा प्रेम छ, इश्क छ, प्रीत छ। प्रीत भन्ने शब्दबाट पनि
त्यहाँ राखिएको छ भाव। त प्रेमकै विषयमा त्यहाँ केही चौपाईहरू प्रसिद्ध छन् जो हाम्रा सन्त गुरुजन महाराजहरूले बोलिरहनुहुन्छ। प्रेम खोल देवी सब द्वार, पार के पार जो पार, पंथ होवे कोटि कल्प प्रेम, प्रेमे पहुँचावे मिने पलक्क। यी चौपाईहरू प्रेमसँग सम्बन्धित छन् जो परिक्रमा ग्रन्थको पहिलो प्रकरणमा छन्। त्यस पछाडि प्यारे सुन्दर साथजी मङ्गलाचरण छ। मङ्गलाचरण सकिने बित्तिकै प्रकरण 3 मा धामको वर्णन छ, एक सरो वर्णन छ प्रकरण 3 मा। त्यहाँ के छ पहिलो चौपाई भन्दाखेरि अब आओ रे ईशक भानु आम, देखौँ वतन अपना निज धाम, करूँ चरण तले विश्राम, बिलसौँ पियाजिसौँ प्रेम काम। अब आओ रे ईशक भानु, हाँ हे प्रेम अब आऊ मेरो हृदयमा आएर बस। म मेरो चाहना मेटाउन चाहन्छु। म मेरो निज नयनले आफ्नो वतनलाई देख्न चाहन्छु। त्यहाँ प्रेम शब्दको उच्चारण भयो। त्यस पछाडि प्राणेदार सुन्दर साथजी त्यही परिक्रमा ग्रन्थको अन्तिम प्रकरणमा, अन्तिम प्रकरण भने त्यही प्रकरण 3 को अन्तिममा जो अष्टप्रहर लीलाको प्रसङ्गको उत्तरार्धपट्टि आउँदाखेरि श्री मामती प्रेमले तौलते, 300 धाम दरवाजा खोलते। प्रेमले परमधामको दरवाजा खोल्ने कुरा त्यहाँ गरिएको छ। अब प्रकरण 4 मा जाउँ, के छ सूरत इश्क पैदा होने की, तुमको इश्क उपजावने, करूँ सो अब उपाय, पूरा चलाऊं प्रेम को, ज्यों याही में छाक छकाए, तुमको इश्क उपजावने, करूँ सो अब उपाय। प्रेम कसरी प्रकट गर्ने त, प्रेम कसरी हृदयमा उत्पन्न गराउने त्यसको तरिका सिकाइएको छ। हेर्नुहोस् प्राणेदार सुन्दर साथजी। अनि त्यति मात्रै नभएर यो परिक्रमा ग्रन्थमा हजुरहरू अन्तिमतिरको प्रकरणमा, धेरै अन्तिम होइन, 30 र 40 को बीचमा छ त्यो प्रकरण, प्रेमको अङ्ग वर्णन भन्ने त्यहाँनेर प्रकरण छ। त्यहाँ पनि प्रेमको धेरै धेरै चर्चा गरिएको छ। प्रेम नाम दुनिया में सो ब्रह्म सृष्टि ल्याई, त ए प्रेम इनहु जाहिर किया, ना तो प्रेम दुनिया में कित भन्ने चौपाई त्यही प्रकरणको हो सुन्दर साथजी। क्यों न होवे प्रेम इनको, क्यों न होवे प्रेम इनको भनेर धेरै धेरै चौपाईहरू त्यहाँनेर राखिएको छ। प्रेमलाई कहीँ छोडिएको छैन परिक्रमा ग्रन्थमा। किन छोडिएन त भन्दाखेरि प्रेम बिना ढोका खोल्दैन, ढोका नखोलिकन परमधाम देखिँदैन। त यसरी प्रेमको चर्चा त्यहाँ परिक्रमा ग्रन्थमा छ। अब प्रेमको लक्षण के हो भन्ने विषयमा हामीले यही किरन्तन ग्रन्थमा अगाडि चिन्तन गरेर आइसकेका छौँ। कहा भयो जो मुख थे कयो, जब लग चोटन निकषे फूल, प्रेम बाण तो ऐसे लगत है, अंग होता है टुक टुक। यो प्रकरण छ नि, यहाँ पनि प्रेमको लक्षणकै चर्चा गरिएको छ।
किनभने प्रेमको परिभाषा दिन सकिँदैन, तर लक्षणबाट बताउन सकिन्छ। मुख के शब्द में बहुत सुने, इन भी कोई दिन किया पुकार। पर घायल भई सो तो कोई कुली में, सो रहत भव सागर पार, सो रहत भव सागर पार। प्रेम को लक्षण का चर्चा। वाको आग खाग बाग नाग न डरावे, गुण अंग इन्द्र से होत रहित। वाको भनेको प्रेमीलाई, डर सकल सामी इनसे डरपत, या विध पाए प्रेम परतीत, या विध पाए प्रेम परतीत। लगी वाली और कछु न देखे, पिंड ब्रह्मांड वाके है रे नाही। लगी वाली भनेको प्रेमको लगन लाग्ने वाली आत्मा। कछु ना देखे, पिंड ब्रह्मांड वाके है री नाही। ओ खेलत प्रेमे पार पियासो, देखन को तन सागर माही। सागर भनेको भव सागर, देखन को तन सागर माही। यो प्रकरणबाट हामीले धेरै धेरै प्रेमको कुरा सुनिसकेका छौँ। अब यही प्रेमको लक्षणलाई आफ्नै शरीरभित्र घटाएर हाम्रा शरीरका गुणाङ्ग इन्द्रियहरू, हाम्रा शरीरका विभिन्न अङ्गहरू प्रेमको भावनामा कसरी वशीभूत हुन्छन्, प्रेमको रस प्रकट हुँदाखेरि हाम्रो स्थिति कस्तो हुन्छ भन्ने व्याख्या गरिएको छ। रस मगन भई सो क्या गावे। रस मगन भनेको रसमा मग्न। रस भनेको के हो? प्रेम। रसो वैशः ब्रह्म वै रसः भन्ने छ। रसो वैशः ब्रह्म वै रस। रस नै ब्रह्म हो, ब्रह्म नै रस हो। अनि ब्रह्म नै प्रेम हो, प्रेम नै ब्रह्म हो। त के भयो त्यसको अर्थ भन्दाखेरि रस ब्रह्म अनि प्रेम सजातीय एउटै भएको, पर्यायवाची भएकोले गर्दाखेरि यहाँ रसमगन भनेको प्रेमको रस। प्रेमको रस, रस नै प्रेम हो। प्रेममा मगन भई जो मग्न छ, निमग्न छ, प्रेमको दशामा जो डुबेको छ, प्रेमको नशामा जो मस्त छ, सो उसले क्या गावे, के भन्न सक्छ, के बोल्न सक्छ। गावे भनेको भन्नु, बोल्नु, गाउनु। उसले के भन्न सक्छ, उसले के गाउन सक्छ, उसले के बोल्न सक्छ। मलाई भोक लाग्यो, भोक लाग्यो कति बेलासम्म भन्छु म? जबसम्म मेरो पेट भोको छ। टन्न पेट अगाए पछाडि मैले भोक लाग्यो किन भन्थे? लड्डु खाऊँ, लड्डु खाऊँ कहिलेसम्म भन्छु? जबसम्म मेरो मुखमा लड्डु आउँदैन। मुखमा लड्डु आइसके पछाडि मैले लड्डु खाऊँ कसरी भन्छु? ओ रसमगन, प्रेममा मग्न भएको आत्माले क्या गावे, के भन्न सक्छ, के बोल्न सक्छ,
के गाउन सक्छ? अब यही प्रश्नको उत्तर पहिल्यै प्राणीनाथजीले अगाडि दिइसक्नु भएको छ है। त्यसो भए त हजुरले त गाउनु भएछ त, हजुर त प्रेममा मग्न हुनुहुन्छ, कसरी गाउनु भयो? कि हजुर प्रेममा मग्न हुनुहुँदैन भन्ने प्रश्न आयो। त्यसको उत्तर त पहिले दिइसक्नु भयो नि। जो कोई ऐसे मगन भई खेले प्रेम में यावी तो हमको है रिसे हेल, पर पिउना प्रेम और मगन ना होना इसको और में मुस्किल भन्नुभएको छ नि। प्रेममा मस्त भएर, प्रेमको सघन लगनमा मगन भएर मस्त अलमस्त व्यस्त हुनु सजिलो छ, तर होसमा रहनु चाहिँ कठिन कार्य छ। हर कोहीले त्यो गर्न सक्दैन भन्नुभएको छ नि। किन होसमा रहनु छ त भन्दाखेरि मेरो शिरमा जिम्मेवारी छ, 12,000लाई जागृत गर्नु छ। म आफै प्रेमको गहिराईमा सागरभित्र डुबेँ भने मेरा सुन्दर साथीहरूलाई ज्ञानको माध्यमबाट जागृत गरेर परमधाममा कसले बोलाउँछ भनेर म यस्तो प्रेमी हो जो प्रेमको मदिरा पान गरेर पनि होसमा बस्छु भन्नुभएको छ। रसमग्न भैसो क्या गावे, जो रसमग्न छ, प्रेम मग्न छ, उसले के गाउन सक्छ? उसले केही गाउन सक्दैन, केही भन्न सक्दैन, केही बोल्न सक्दैन। उसले बिचली बुध, बिचली भनेको विचलित हुनु। विचलित हुनु भनेको के हो? ठीक ठीक काम नगर्नु, ठीक ठीक काम नगर्नु। जस्तो बुद्धिले ठीक ठीक काम गरेन भने के हुन्छ? उसले निश्चय गर्न सक्दैन। मनले ठीक ठीक काम गरेन भने के हुन्छ? संकल्प विकल्प गर्दैन। चित्तले ठीक कार्य गरेन भने के हुन्छ? चिन्तन गर्न सक्दैन। र यो विचली भनेको विचलित हुनु त हो, तर कस्तो हिसाबको विचलित? केले विचलित भएको भन्दाखेरि तडपनले विचलित भएको। कुन तडपनले? वियोगको तडपनले। वैराग्य रस प्रकट भएर जो तडपन भएको छ उसको बुद्धि विचलित छ। अर्को छ मन, मन पनि विचलित छ। मन विचलित हुनु भनेको के हो? तडपिएको छ, तडपन छ। राज्यको प्रेममा, धनीको प्रेममा विचलित छ मन पनि। अन्ततिर लाग्दैन। हामीले अब्बासी बन्दरको बितक सुनेको छौँ नि। त्यहाँ भैरव ठक्करजीको जागनी पश्चात त्यहाँ चर्चा आउँदाखेरि भडशाली समुदायमा जो महिलाहरू छन् उनीहरूको चित्त चाहिँ चर्चामा बाँधियो। त्यस पछाडि परिवारकाले त्यो कुरो बुझेनन् अनि विरोध लिएर उपस्थित भएका थिए नि। सुन्नुभएकै छ हजुरहरूले। अब मन कहाँनिर बाँधियो? चर्चामा गएर बाँधियो, प्राणनाथजीमा गएर बाँधियो मन। अब यो मनले के गरेन? संसारको लागि भागदौड गरेन। सांसारिक पदार्थहरूको प्राप्तिको लागि संकल्प विकल्प गरेन यो मनले। यसरी मन विचलित भएर परमात्मामा एकाकार भयो। बुद्धि एकाकार भयो परमात्मामा। हाम्रो बुद्धि सानो बुद्धि हुन्छ, परमात्माको बुद्धि ठुलो बुद्धि हुन्छ। जसरी एउटा थोपा
सागरमा मिले पछाडि त्यो थोपा पनि सागरै बन्छ। हामीले हाम्रो बुद्धिलाई परमात्मामा समर्पण गरेपछि हाम्रो बुद्धि पनि महान बुद्धि महामति बन्दछ। यसरी विचलित हुन्छ। विचली मन बुध चित्त चित्त पनि विचलित भयो। अब चित्तले हमेशा चिन्तन के गरिरहन्छ? आफ्नै प्रियतमको चिन्तन गरिरहन्छ। अरू कसैको चिन्तन गर्न चाहँदैन चित्त। चितवन भनेको के हो? चिन्तन गरिरहनु, मनन गरिरहनु, 24 घण्टा, दिन रात, साँझ बिहान, हरेक समय आफ्नो प्रियतमको प्रेमको रसमा हो मस्त भइरहेको हुन्छ। मनुवा भनेको मनुष्यको। ताए शब्द सीधा मुख क्यों आवे? उसको ताए भनेको उसलाई। शब्दहरू सीधा भनेको सीधा प्रष्ट अविधा। सीधा शब्द भनेको के हो? जे भन्न खोजेको त्यही। कुनै घुमाउरो भाषा छैन, त्यहाँ कुनै वक्र छैन, त्यो वक्रोक्ति हुँदैन त्यसमा। त्यहाँनिर कुनै ध्वनि हुँदैन, कुनै लक्षणा हुँदैन। त्यहाँ के हुन्छ? सीधा शब्द। सीधा शब्द भनेको अर्को एउटा जुन कुरा भन्न खोजेको त्यो भन्न खोजेको कुरा मुखमा आउँदैन, अलग्गै कुरा हुन्छ। हामीले भागवतमा विदुरानीको चरित्र पनि सुनेको होला। बिचरा उनले खुवाउन चाहन्थिन् केरा, तर खुवाइदिन् के? बोक्रा। हो त्यस्तै एउटा भन्न खोजेको हुन्छ हृदयले, शब्द अर्को निक्लिदिन्छ। ताई शब्द सीधा मुख क्यों आए भनेको छन्द मिलेको, सुगठित, सरस, उत्कृष्ट, तत्सम शब्द, गहिरो शब्द उसको मुखबाट निस्किँदैन। किनभने सङ्गठित शब्द अनि त्यसको उत्कृष्ट शब्द अनि गम्भीर अर्थ भएको चमत्कारपूर्ण शब्द बोल्नको लागि त दिमाग ख्याउनु पर्छ। ज्ञानको माध्यमबाट दिमाग नख्याइकन त्यस्तो शब्द चयन हुनै सक्दैन। त्यो ख्याउनको लागि उसँग दिमागै हुँदैन, उसको बुद्धि नै पुग्दैन त्यसको लागि। त उसले यस्ता उत्कृष्ट शब्दहरू किन बोल्न सक्छ? आत्माबाट जुन प्रकट भयो त्यही शब्द व्यक्त गर्छ उसले। ताई शब्द सीधा मुख क्यों आवे। यसरी चौपाई नम्बर 1 हामीले पुरा गर्यौं। हजुरहरूले चौपाई नम्बर 1 लाई 5 चोटि पढ्नुहोस् अनि हामी चौपाई नम्बर 2 मा प्रवेश गर्नेछौँ। यो चौपाई नम्बर 1 पनि हजुरले कण्ठ गर्नुपर्ने हुन्छ। हजुरले कण्ठ गरेर मलाई सुनाउनु पर्ने हुन्छ है। त्यसकारणले गर्दाखेरि अहिले याद गरिहाल्नु अनि 2 नम्बरमा हामी प्रवेश गर्छौँ। चौपाई नम्बर 2। बिचले नयन श्रवण मुख रसना, बिचले गुण पख इन्द्रियंग, बिचले भान्त गई गत प्रकृत, बिचल्यो संग भई और रंग, बिचल्यो संग भई और रंग। बिचले भन्ने शब्दलाई तडपिन्छ भन्ने अर्थमा बुझ्नु होला। बिचले भनेको तडपिन्छ। के तडपिन्छ? नयन, आँखाहरू तडपिन्छन्। आँखाहरू तडपिन्छन्। अब तडपिनु कति बेला तडपन हुन्छ? आँखाले स्वरूप सुन्दर सनकुल सकोमल स्वरूपको दर्शन गर्दाखेरि तडपिँदैन। किन तडपिँदैन? उसले त्यो आनन्द लिइरहेको हुन्छ, किन तडपियोस्?
तर कति बेला तडपिन्छ त्यो? जब त्यो आँखाबाट अदृश्य हुन्छ नि तब चाहिँ तडपिन्छ। भनेपछि विचलित हुन्छ भनेको के हो? तडपिन्छ। अभावमा तडपिन्छ, भावमा तडपिने होइन। भावमा त के हुन्छ? रसमग्न भई हुन्छ। त्यसैले अब आँखाहरू कसरी तडपिन्छन् भन्ने विषयमा एउटा दृष्टान्तको याद आयो, म त्यो भनेर अनि अरू कुरा गर्छु। कुनै देशमा एकजना गणिका रहेछन्। गणिका भनेको चाहिँ देह व्यापार गर्ने कुल्टा गणिका। त्यो देशका एकजना बादशाह पनि कतै घुम्दै जाँदै रहेछन् र ती बादशाह चाहिँ नमाजको लागि भनेर जाँदै रहेछन्। जब उनले बाङ पुकार सुने, ती बादशाह बाटोमै उभिएर रुमाल अगाडि राखेर नमाजको लागि तयार भएछ। अगाडि एउटा रुमाल राखे, तयार भई आवाज सुनिसकेपछि नमाजको समय भयो। ती गणिका पनि त्यही बाटोबाट हिँड्दै रहेछन्। त पर आफ्नो प्रेमीलाई उनले देखिन्। त्यो प्रेमीलाई उनले देखिसके पछाडि कुदेर प्रेमी भए ठाउँमा ती गणिका जाँदा बादशाहले प्रार्थना गर्न राखेको अगाडिको रुमाल तिनले कुल्छिन्। सेनाहरूले, पुलिसहरूले पक्रे। हाम्रो बादशाह महाराजले नमाज गर्दाखेरि बिछाएको रुमाललाई तैँले किन तिरस्कार गरिस्, किन टेकिस् भनेर पक्रेर लगे। अब बादशाहले त्यो कुरा सुनिसके पछाडि यिनलाई त थुन्नु पर्यो, बन्दी बनाउनु पर्यो भन्ने विचार गरेर फैसला सुनाउन लाग्दै थिए र उनलाई खडा गरे अगाडि। त ती युवतीको अनुहारमा एक किसिमको हाँसो थियो। त्यो हाँसोमा केही रहस्य पनि देखिन्थ्यो। अनि बादशाहलाई खुल्दुली भएछ, तिमीलाई म जेल पठाउँदैछु, तिमी किन हाँस्दैछौ त? दुखी हुनुपर्ने ठाउँमा तिमी किन हाँस्दैछौ भनेर सोद्धाखेरि युवतीले भनेछिन्, तपाईको मूर्खता देखेर, तपाईलाई देखेर म हाँसेको। अरे के देख्यौ? एक त मेरो रुमाल टेक्यो, अर्को मलाई मूर्ख भन्छौ? कसरी म मूर्ख भएँ भनेर बादशाहले सोद्धाखेरि ती गणिकाले भनेछिन्, तपाईँ त्यहाँ नमाजको लागि भनेर बस्नुभएको थियो प्रार्थनामा। त्यति नै बेला म मेरो प्रेमीलाई देखेर दौडिँदै थिएँ। म एउटा अत्यन्तै तुच्छ केटी जसले देह व्यापार गरेर गुजारा गर्छ। यस्तो तुच्छ केटीले आफ्नो प्रेमलाई देखेर दौडिँदाखेरि बादशाहले ओछ्याएको रुमाल देखिन, अनि तपाईँ खुदाको बन्दै भएर एउटा केटीले रुमाल कुल्चेको देख्नुभयो? तपाईले के प्रार्थना गर्नुहुन्छ, के नमाज गर्नुहुन्छ? धिक्कार छ तपाईको नमाजलाई भनेपछि छ्याङ्ग भएछ के। अरे यो त हो त भनेर अनि ती कन्यालाई, ती स्त्रीलाई राजाले त्यतिकै बादशाहले छोडिदिए। भन्नुको मतलब के हो त? नयन विचलित हुन्छ, अरू केही देख्दै देख्दैन। पापन पलनाले बही
दसौं दिस नैन फिराऊं, देह बिना दौड़ूं अंदर, देह बिना दौड़ूं अंदर, पिया कित मिलसी कहाँ जाऊं, पिया कित मिलसी कहाँ जाऊं। पापन पलनाले वही दसौं दिशा नैन फिराए, देह बिना दौडे अंदर, पिया कित मिलसी कहाँ जाए। जसको आँखाले 10 दिशा हेरिरहेको हुन्छ त्यो आँखा कसरी शान्तिसँग बस्न सक्छ। पापन पलनाले वही झिमिक्क गर्न पनि डराउँछ त्यो आँखा। त्यही झिमिक्क गर्दाको बीचमा प्रियतम आएर फर्केर जानुभयो भने म स्वागत गर्न पाउँदिन भनेर। 10औं दिशा नैन फिराई, 10 दिशा आँखाले हेरिरहेको हुन्छ कताबाट मेरो प्रियतम आउनुहुन्छ र स्वागत गरौँ, अनि कुन दिशाबाट मेरो प्रियतम जानुहुन्छ र पछि पछि लागौं। बिचले नैन श्रवण मुख रसना, श्रवण कानहरू पनि त्यसरी नै विचलित हुन्छ। नैनाने तर्से बालाजी ने निरखवा, श्रवणा तर्से बाणी रसाल, बाचाने तर्से रे बालाजी सो बातडे, जाणु करी काडु हृदयानी झाल। षट् ग्रन्थमा हजुरले पनि यो चौपाई कण्ठ गरेरै आउनुभएको छ। नैनाने तर्से रे बालाजी ने निरखवा, आँखाहरू किन तडपिन्छन् आफ्नो बालाजी प्रियतमलाई हेर्नको लागि। नैनाने तर्से बालाजी ने निरखवा, श्रवणा तर्से बाणी रसाल, रसिलो बाणी सुन्नको लागि कानहरू तडपिन्छन्। त्यो बाणी सुन्न नपाएर कानहरू तडपिएका हुन्छन्। आफ्नो धनीको प्रियतमको दिव्य बाणी सुन्नको लागि कानहरूले अरू धेरै कुराहरू निषेध गरेका हुन्छन् सुन्नको लागि। उसको कान पनि के हुन्छ, श्रवण भनेको कान विचलित हुन्छ, ऊ संसारपट्टि ऊ लाग्दैन, राज्यको प्रियतमको प्रेमपट्टि नै ऊ त्यो कान अग्रसर हुन्छ। बिचले नैन श्रवण मुख रसना, मुखको जिब्रोले अब धेरै शब्दहरू बोलिसक्यो। अब व्यर्थमा बोलिएछ यी शब्दहरू, कुनै शब्दको अर्थ थिएन, सार थिएन, निस्सार थिए ती सारा शब्दहरू जो अहिलेसम्म मैले मुखबाट बोलेँ, जसले मेरो आत्मा कल्याणको लागि कति पनि सहयोग गरेन। अब मेरो जिब्रोबाट केवल धनीको बाणी बोल्छु, उहाँको नाम बोल्छु। मुख रसना विचली गुणपख इन्द्रियाङ्ग, विचलित तडपिन्छन् गुणपख इन्द्रिय। गुण भनेको गुणपख इन्द्रिय भन्ने बित्तिकै 5 ज्ञानेन्द्रिय अनि 4 अन्तस्करणलाई लिनुपर्छ। 5 ज्ञानेन्द्रिय भनेको श्रवण, त्वचा, नेत्र, रसना, नासिका, कान, छाला, आँखा, श्रवण, त्वचा, नेत्र, रसना, जिब्रो, नासिका, नाक। त्यसै गरी मन, बुद्धि, चित्त, अहंकार, सत, रज, तम, यी गुणहरू पनि विचलित हुन्छन्। व्यक्ति के भन्छ, प्रेममा परे पछाडि गुणातीत भन्छ। परमात्माको प्रेममा परेपछि गुणातीत भन्दछ। गुणातीत भनेको के हो? सत, रज, तम 3 गुणले उसलाई प्रभाव पार्दैन।
सतगुणी व्यक्ति हुँदाखेरि शान्त हुन्छ, रजगुणी हुँदाखेरि अलिक चञ्चल हुन्छ, तमगुणी हुँदाखेरि उग्र हुन्छ व्यक्ति। तर परमात्माको प्रेममा डुबेको व्यक्ति न त शान्त हुन्छ, न त उग्र हुन्छ, न त चञ्चल हुन्छ। के हुन्छ? मग्न हुन्छ। विचले गुण पख इन्द्रिय अङ्ग। त गुण पख इन्द्रियमा यिनै कुराहरू परे। पख भनेको पक्ष, पुष्ट, प्रवाह र मर्यादा। एउटा श्रोताको अथवा साधकको दर्जा हो। पक्ष भन्ने बित्तिकै के बुझ्ने? मर्यादा, प्रवाह, मर्यादा र पुष्ट। ऊ परवाही पनि होइन, मर्यादा दर्जाको पनि होइन, ऊ पुष्ट पनि होइन, ऊ सन्तुष्ट, ऊ पुष्ट होइन। बिचले गुण पक इन्द्रिय अङ्ग। गुण अङ्ग इन्द्रियहरूले केवल परमात्माको प्रेमलाई चाहन्छन्, अरू केही पनि चाहँदैन, यसरी विचलित हुन्छन्। बिचले भान्त गइगत प्रकृत, बिचल्यो सङ्ग भई और रङ्ग। बिचली भान्त गइगत प्रकृत, बिचली विरक्त भयो। भान्त भनेको प्रकार, बिचली गई, त्यो गईलाई बिचलीसँग जोड्ने हो। बिचली गई, के विचलित भयो? भान्त। भान्त भनेको तरिका, गत भनेको गति, मोशन, अनि प्रकृत भनेको स्वभाव। विचलित भयो। जस्तो उदाहरण दिउँ वितकबाट। त्यो 4 शब्द सुने पछाडि भगवान देवदासलाई कस्तो भयो? मौन धारण गरे। त्यो 4 शब्द के होला भन्ने कुराको चिन्तनमा आफूले राखे। तरिका बदलियो। भान्त भनेको अहिलेसम्म हामी आफ्नो जन्मदिनलाई, विवाहको उत्सवलाई महत्त्व दिँदै उत्सव गर्ने गर्दथ्यौँ। तर अब परिवर्तन भयो कि सद्गुरु प्राकट्यको समयमा उत्सव गर्ने, प्राणजीको प्राकट्यको समयमा उत्सव गर्ने। तरिका बदलियो कि बदलेन? भान्त भनेको प्रकार, तरिका, शैली बदलियो। कसको बदलियो? रसमग्न भई, जो रसमा मग्न छ उसको। गति भनेको मोशन। मोशन भनेको जस्तो एउटा उदाहरण दिउँ, व्यावहारिक जीवनमा पनि धेरै घटिरहेको हुन्छ। व्यक्ति कहाँ जान भनेर घरबाट निस्केको हुन्छ, कहाँ पुग्छ? बदलिएको यही हो। व्यक्ति कुनै कार्य विशेषले गर्दाखेरि, म काठमाडौँको सुन्दर साथीको सन्दर्भमा कुरा गर्दैछु। गौशालाबाट सातो बाटो हिँडेको, बीचमै सुन्यो महाराजश्री नौतन धाममा आउँदै हुनुहुन्छ। अब सातो बाटो जाने क्यान्सल भयो। सिधै कोटेश्वरबाट कतापट्टि हान्यो हो? नौतन धाममा हान्यो। उहाँको दर्शन गरौँ, प्रणाम गरौँ, आशीर्वाद लिउँ भनेर। अथवा कोही व्यक्ति कुनै कार्य विशेषको लागि तयार भइरहेको छ, पछि खबर आयो फलानु मन्दिरमा सत्संग अथवा कुनै घरमा बाणी चर्चा। अब ऊ अर्कोपट्टि जान खोजिरहेकै थियो, उसँग अब विकल्प भयो, त्यता त भोलि जाउँला अथवा भरे फोन गरेर मिलाउँला। यता सत्संग छुटाउनु हुँदैन हो। उसको गति पनि बदलियो। अब
कसको सबैको होइन, रसमग्न भई, जो रसमा मग्न भएको छ। त्यसै गरी अब यो प्रेमीको कुरा गर्दाखेरि म ब्रजका गोपीको पनि उदाहरण दिन्छु। त्यो बाँसुरीको धुन सुन्दाखेरि जति बेला घरबाट निक्लिने उनीहरूको गति कस्तो थियो, गति भनेको चाल कस्तो थियो। गोपद बच्चाकर गोपनिकसी, गाईको बाछाले टेकेको खोबेल्टोमा जमेको पानीलाई नाग्नको लागि कति सजिलो हुन्छ, भवसागर त्याग गर्न त्यति नै सजिलो हो तिनलाई। गति बदलियो कि बदलिएन? कसलाई? जो प्रेममा मगन भएको छ उसलाई। त्यसै गरी प्रकृति, प्रकृति भनेको के हो? स्वभाव। उसको स्वभाव के थियो? उसको पुरानो स्वभाव अब रहेन। उसले कसरी बोल्छ, कसरी सोच्छ, कसरी हिँड्छ, त्यो पनि प्रभावित भयो। आकोटमा जो सुखदेव ब्राह्मण थिए नि, उनी के भन्थे? तुही 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 तुही, प्राणनाथ प्राणनाथ। एक दिन खोला पारी प्राणनाथजी महाराजलाई देखेछन् सुखदेव ब्राह्मणले, हाम फाले खोलामै। धन्न देखेछन् सुन्दर साथले लिएर कुदेर गएर खोलाबाट तानेर ल्याए बाहिर। पगडी पनि बगाएर लग्यो अरे पानीले। अनि भोजन गर्नुभयो भनेको थाहा नै छैन, गरे के गरिन्। 3 दिनदेखि गरेको छैन अरे मैले भन्छन्। आफूलाई थाहा छैन, अर्काले भन्दैछ अनि सुनेछन्। यो त वितकमा हामीले सुनेका छौँ। यो के भयो त भन्दाखेरि बिचली भान्तकै गत प्रकृत। बिचल्यो सँग भई और रंग, संगत पनि विचलित भयो उसको। उसका साथी सँगै फ्रेन्ड सर्कलमा पहिले को थिए, अहिले को आए। अब उसलाई के हुन्छ? भिडमा पनि एकान्तको खोजी हुन्छ। एकान्तमा पनि उसलाई सर्वस्व मिलिरहेको हुन्छ। बिचले सँग भई और रंग, और रंग, अर्को रंग पोतियो अब उसमा। धनी रंग लागा सही लागा रे, धनी रंग लागा सही लागा। और रंग में मन ही न भावे, अब अरू रंग मन जाँदै जाँदैन। जगत के रंग क्या देखूं, तेरा दीदार काफी है। हो यो स्थितिमा त्यो प्रेमी पुग्दछ। कुन प्रेमी? रसमग्न भइसो, जो रसमा मग्न छ ऊ। यसरी सुन्दर साथजी 2 नम्बरको चौपाईको पनि केही रस निकाल्ने, भाव निकाल्ने कोसिस गरियो। उसो त यी सबै चौपाईहरू यहाँ चौपाईमा भनेको जस्तै प्रेम मगन क्यों क्या, प्रेम मगन क्यों का रसिगान, यो प्रेमलाई कसरी व्याख्या गर्न सकिन्छ र? हुँदाहुँदै पनि केही टिप्सहरू चिन्तनको लागि राख्ने कोसिस गरिँदैछ। अब जाउँ चौपाई नम्बर 3 मा। विचली दिशा अवस्था चारों, विचली दिशा अवस्था चारों। अब उसको दिशा बदलिन्छ। यस्तो त्यो प्रेमीलाई देखेर
अरू हेर्नेवाला पनि विचलित हुन्छन्। दिशा भनेको डिरेक्सन, विचलित दिशा। अघि नै मैले उदाहरण दिँदै थिएँ नि, आफ्नो आत्माका सम्बन्धीहरू जहाँ छन् त्यही दिशामा त्यो प्रेमी जान्छ। आफूलाई जहाँ अनुकूल हुन्छ त्यही त्यहाँनिर प्रेमी जान्छ। ज्ञानीहरूको भिडमा त्यो प्रेमी जाँदैन। त उसको दिशा बदली कि बदलिन? विचलित दिशा। अवस्था चार अवस्था पनि बदलियो। चार अवस्था भनेको जागृत, स्वप्न, सुषुप्ति अनि तुर्य। तुर्य भनेको के हो? घोर निद्राको अवस्था। सुषुप्ति भनेको निद्राको अवस्था। अब जागृतमा त ऊ परमात्माको गुणानुवादमा लीन रह्यो। सपनामा पनि उसले दर्शनै पाउँछ। निदाएको बेलामा पनि उसको अदृश्य शक्तिले मेरो रक्षा गरिरहेको छ भन्ने उसले ठान्दछ। घोर निद्राको अवस्थामा पनि ऊ परमात्माको प्रति नै सास सासमा अजपा भइरहेको हुन्छ। अजपा भनेको के हो? रहस्यमा रहस्यमा हक्क हादी। विचलित दिशा अवस्था चारौं। विचलित शुद्ध नरही शरीर। शुद्ध भनेको, शुद्धि भनेको ज्ञान विचलित हुन्छ। होश रहँदैन, बेहोसी हुन्छ। छिनमे खेले, छिनमे गावे, छिनमे नाचे, छिनमे गावे गीत भन्ने चौपाइ छ नि स्वागेनको लक्षणमा। सोही स्थिति। विचलित शुद्ध नरही शरीर। शुद्ध नरही शरीर, शरीरको शुद्धि रहँदैन। शरीरले के गरिरहेको हुन्छ उसलाई थाहा हुँदैन। मोहको सम्बन्धमा त हामीले धेरै देख्यौँ। यही संसारकै सम्बन्धमा पनि हेर्ने हो भने उसको शरीरको केही शुद्धि बुद्धि छैन। उसको शरीरलाई कति बेला भोक लाग्छ, कति बेला तिर्खा लाग्छ उसलाई थाहा हुँदैन। कति बेला सुत्नु पर्छ उसलाई थाहा हुँदैन। उसको शरीरले गर्ने कर्म के हो त्यो छुट्दछ। एउटा भनाइ छ नि, भोक नदेखे बाँसे भात, प्यास नदेखे धोबी घाट, नींद नदेखे टूटी खाट, प्रेम नदेखे आधी रात। शुद्ध नरही शरीर। अब उदाहरणबाट सम्झाउँदाखेरि हाम्रो पन्नाजीमा जसिया भाइ के गर्ने? एउटा कम्बल ओढ्ने, बसिरहने। को आयो को गयो थाहा नै छैन। कति बेला आरतीको घन्टी बज्यो थाहा नै छैन। चर्चाको समय कति बेला भयो थाहा नै छैन। त शिकायत पुगेछ छत्रसालजीलाई। जसिया भाइ आरतीमा पनि आउँदैनन्, प्राणजीको दर्शन पनि गर्दैनन्, सुन्दर साथको वास्ता पनि गर्दैन। कति बेला खाने त्यो पनि उनलाई थाहा हुँदैन। त जबरजस्ती खडा गरिएछ प्राणजीको अगाडि। छत्रसालजीले ल्याएर राख्दिनु। अरे प्रणाम त गर। हेर्दैन आँखा उठाएर, आफ्नै मस्तीमा छ। अरे सामुन्नेमा प्राणजी हुनुहुन्छ, दर्शन गर दामदनीको। बाध्य पारे पछाडि एक नजर प्राणजीमा लगाउनु भयो अनि प्रणाम गर्नुभयो। अनि फेरि उठ्नु भएन। के भएछ? प्राणजीमै गएर लीन हुनुभएछ जसिया भाइ। छत्रसालजी भन्नुहुन्छ, अरे उठ न जसिया भाइ, भयो अब। एक त प्रणाम नै गर्दैनौ, गरेपछि फेरि उठ्दैनौ। उठ अब, भयो। प्राणजीले रोक्नु भयो। छत्रसाल
यिनी जहाँ उठ्नुपर्ने उठिसके। अब यिनको शरीरलाई दाह संस्कार गर, अन्त्येष्टि कर्म गर। अरे सबै आश्चर्यचकित भए त्यो जसिया भाइको कुर्बान देखेर। सुधना रही शरीर, विचल्यो मोह अहंकार मूल थे। मोह पनि विचलित भयो। मोह विचलित भयो भनेको एउटा हजुरलाई म उदाहरण सम्झाउँछु। राजा छत्रसाललाई एउटा युवतीले साह्रै मन पराएकी रहेछन्। अनि राजा छत्रसाल कतैबाट फर्केर आउँदैन। पुरा कथा मलाई याद भने थोरै जति मैले सुनेको छु त्यो भन्दैछु। फर्केर आउँदै गर्दाखेरि बाटो छेकेर उनले साष्टाङ्ग दण्डवत प्रणाम गरेछन्। अनि घोडा रोकेर छत्रसाल ओर्लिनुभयो। अनि ती सुन्दर युवतीले भनिन् कि मलाई तपाईको सन्तानको आमा बन्ने अवसर दिनु भनिन् ती कन्याले। छत्रसालजीले तुरुन्तै ती कन्याको चरणमा प्रणाम गरेर आमा बन्ने अवसर म अहिले दिन्छु भनेर गोडामा प्रणाम गर्नुभएछ। अब हजुर मेरो आजदेखि माता भनेर। अघि भर्खरसम्म बाटो छेक्दै गर्दाखेरि कुन भावना थियो शरीरमा? काम भावना थियो। छत्रसाललाई पति बनाउँछु भन्ने भावना थियो। जसै छत्रसालजीले त्यो गर्नुभयो नि एकैचोटि त्यो भावना हटेर वात्सल्य उमडेर आयो। गहभरि आँसु आएछ उनको। त्यो ऐक्य भावना कहाँ गयो थाहा नै छैन। मोह विचलित भयो कि भएन प्रेमीको? हामीलाई गुरुजीले भन्ने गर्नुहुन्थ्यो त उससँग देख्नेवाला, त्यो प्रेमीसँग सङ्गत गर्नेवालाको मोह विचलित हुन्छ। उसको लागि त मोह कहिले विचलित भइसक्यो। मोह विचलित नभइकन ऊ थोडी प्रेमी बन्यो। चैतन्य महाप्रभुलाई कसैले छोयो भने त्यो छुने मान्छे पनि नाच्न थाल्थ्यो अरे। त्यस्तो दिव्यता उनको शरीरमा आइसकेको रहेछ प्यारी सन्त साथी। विचल्यो मोह अहंकार मूल थे। अहंकारको माध्यमबाट व्यक्तिले के गर्छ? काम गर्ने हिम्मत बटुल्छ। अहंकार भनेको अभिमान मात्रै होइन नि, कुनै काम गर्ने हिम्मतलाई पनि अहंकार भनिन्छ। अब उसबाट के कार्य हुन्छ उसलाई पनि थाहा हुँदैन। उसले तुरुन्तै के निर्णय गर्न सक्छ त्यो विषयमा? उसको बसको कुरै हुँदैन। तीर्थयात्रा गएको पन्नाजीमा पुगिसके पछाडि अब नजाने तीर्थयात्रा, म त यहीँ ध्यान गरेर बस्छु, तपाईहरु जानुहोस्। घरबाट हिँडेको होइन कि म त्यहीँ बसेर ध्यान गर्छु। तर पन्नाजीमा पुगिसके पछाडि अब उसको तीर्थयात्रा पुरा भयो। बाँकी ठाउँमा जानु पर्यो भने तपाईहरु जानुहोस्, म मेरो व्यवस्था गरेर केही दिन साधना गरेर घर फर्किन्छु। त्यो गाडीको लागि उसले त पैसा खर्च गरेछ, घरसम्म आउनको पैसा तिरेको जाने हो, त्यो पनि बिर्सिन्छ उसले। हो के भएको यो त भन्दाखेरि मोह अहंकार मूल थे। मूलबाटै मोह अहंकार विचलित भयो। नैनो निदन आवेनी, आँखामा न निद्रा आउँछ न पानी आउँछ। निर भनेको पानी, पानी भनेको के हो? आँसु। यो विषयमा मैले अगाडि भनेको छु, यद्यपि यहाँ प्रसङ्ग आउँदाखेरि फेरि मैले भन्नै पर्छ। निद्रा किन आउँदैन भन्दाखेरि निद्रा आउनको लागि त आँखा बन्द हुनु पर्यो नि। आँखा बन्द हुँदैन।
किन भन्दाखेरि त्यो आँखाले त प्रतीक्षा गरिरहेको हुन्छ नि। आँखा बन्द हुने बित्तिकै त त्यही समयमा चाहिँ मेरो प्रियतमा आउनुभयो र मैले स्वागत गर्न सकिनँ भने, अथवा पलन वालो निरखु नेत्रको स्थितिमा रहँदा, पलन वालो निरखु नेत्री भनेको यो झिपिक्क आँखा गर्न मन लाग्दैन, दर्शन त्यति प्रिय छ, त उसको आँखा बन्दै नभए पछाडि नेत्र कसरी आओस्? अनि आँसु पनि आउँदैन उसलाई। किन आँसु आउँदैन? आँसु नआउने धेरै कारण हुन सक्छन्। यो पनि हुन सक्छ कि बग्दा 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 आँसु झर्दा झर्दा अब बग्ने चिजै सकियो, भित्र हुक्क हुक्क हुन्छ तर आँसु चाहिँ निक्लिँदैन। बिरहा नदेवे बैठने उठ्ने बिना दे लोटपुट बिना गर्सके हुक्क हुक्क सासले। त्यसो भएको हुनाले न निद्रा आउँछ न त आँसु नै आउँछ। किन आएन? अब बगाउनको लागि उसँग आँसु नै छैन। बिचल गई गम वार पार की, बिचल गई विचलित भयो। विचलित भयो भनेको विस्मृति भयो। गम भनेको ज्ञान, वार पार की, वारको पनि ज्ञान छैन, पारको पनि ज्ञान छैन उसलाई। वार भनेको के हो? संसार। पार भनेको के हो? परमधाम। संसारको ज्ञान छैन ठिक छ, तर परमधामको ज्ञान चाहिँ उसलाई किन छैन भन्दा वो हमेशा राज्यकै आसपासमा हुन्छ। अब राज्य नै छेउमा आइसके पछाडि उसले बुद्धि लगाएर परमधामको चिन्तन गरिरहनु पर्छ र हो त्यही हो। बिचल गई गम वार पार की, और अङ्ग न कछै शान, अङ्गमा कुनै शान शुद्धि छैन। शान शुद्धि भनेको के? भान छैन। मैले माथि नै भनिसकेँ, बिचरी सुध नरही शरीर। आफ्नो अङ्ग शरीरको उसलाई केही मतलब छैन। उसो त यो उदाहरणको लागि मात्रै लिनुहोस् हजुरहरूले। एउटा पात्रको नाम आउँछ पुराणमा, प्रियव्रत, आग्नेत्र, नाभि, ऋषभदेव। ऋषभदेवको कुरा, ऋषभदेवमा यस्तो परमहंस दर्जा आयो त उनको शान शुद्धि शरीरको केही पनि रहेन। अनि के भयो? सिद्धिहरू आउन खोजेछन् उनमा, ऋषभदेवमा। त सिद्धिहरूलाई पनि आउन दिनु भएन। सिद्धि आइसके पछाडि त चमत्कारपट्टि गइहाल्यो अनि त्यसैमा जिन्दगी बित्यो भनेर सिद्धिलाई पनि उनले बहिष्कार गरे। अनि खाने बस्नेको होस रहेन, दिशा पिसाबको होस रहेन, दिशा पिसा एकै ठाउँ। तर पनि धेरै परसम्म ऋषभदेव बसेको स्थानबाट सुगन्ध निस्किन्थ्यो अरे, एक किसिमको। त्यस्तो खालको दिव्यता भागवतमा यसको प्रमाण छ। प्यारे सुन्दर साथी, और अङ्ग न कछै शान। कसको यस्तो हुन्छ फेरि? अब हामी बुद्धि लगाएर सोच्न थाल्छौँ त्यो कुरालाई। जो प्रेममा मग्न भएको छ उसको दशा यस्तो हुन्छ। पिया रसमे यौं भई महामत, महामती आफ्नो पियाको प्रेमको रसमा यस्तो भए। कस्तो? अहिले माथि भने जति सबै।
प्रेम मगन क्यों करसी गान। प्रेममा जो मगन मस्त छ उसले कसरी गाउन सक्छ, कसरी भन्न सक्छ, कसरी बोल्न सक्छ। ऊ स्तब्ध रहनु र आफ्नो प्रियतमको प्रेममा मग्न रहनु नै उसको विशेषता, पहिचान, परिचय हो। उसले बोल्न सक्दैन। ये बात तो मैं तो कहूँ जो कहने की होए, भन्न सक्ने तागतै आउँदैन। त यी सारा कुराहरू छन्। आशिक र मासुकको धर्म पनि मैले हजुरलाई बताइसकेको छु। आशिक र मासुकको विषयमा त्यो एउटा पतङ्गको दृष्टान्त पनि ख्याल गर्नुहोला, यही प्रसङ्गसँग जोडिन्छ। पतंग कई पतंग को कहा रहिया तो स्वयं देखिया दीपक जल देखाउँ तोय आदि चौपाइहरूबाट पनि आफ्नो चिन्तनलाई यहाँ जोड्न सक्नुहुनेछ। यति भन्दै यो 4 नम्बरको चौपाइलाई मैले पूर्ण गरेँ। यी सबै चौपाइहरू नै भन्नको लागि, सुन्नको लागि अतिशय प्रिय छन्। हुँदा हुँदै पनि मैले 1 नम्बरको चौपाइ चाहिँ हजुरले कण्ठ गर्नुहोस् भनेर भनेको छु। यो 1 नम्बरको चाहिँ अफिसियल्ली अनाउन्समेन्ट भयो। बाँकी आफ्नो इच्छाले चौपाइ याद गर्न मन लाग्यो गर्नु होला भन्दै 4 नम्बरलाई मैले दोहोर्याएँ। बिचली गई गमवार पार की और अंगन कछुए शान, पिया रस में यूं वही महामत, प्रेम मगन क्यों करसी गान, प्रेम मगन क्यों करसी गान।